ल यहाँ सम्पूर्णलाई सेवा र हवा दर्शन नमस्ते। आज चाहिँ हामी चाहिँ हाम्रो गाउँको बाटो बनाउन चाहिँ श्रमदान मार्फत लाग्दैछौँ। जय श्रमदान। हाम्रो यता अर्को ब्लगर गाउँभरि यस्तै छ गाउँघरको हालत। अब बाटो चाहिँ बर्खायाममा साह्रै बिग्रेको कारण चाहिँ हामी गाउँका युवाहरू मिलेर चाहिँ बाटो बनाउन भनेर आज चाहिँ निस्केका छौँ। मेरो भन्दा पनि हाम्रो यो सबैको साझा हो। हैन मेन त अब तपाईकै हो नि त। मेन चाहिँ अब हाम्रो पत्रकार जतिकै उहाँ चाहिँ हजुर पत्रकार नै हो। अब एउटा नै पत्रकार चाहियो नि त। अर्को फेरि यहाँ ब्लगर। मौसम चाहिँ राम्रो खुलेको छ आज चाहिँ। आज आइतबार एकदम धेरै सफा मौसम छ। अब यतिखेर चाहिँ बोट बिरुवा रोप्ने सिजन हो, तर पनि गाउँको बाटो बिग्रेको कारण चाहिँ हामी श्रम मार्फत चाहिँ आज बनाउन भनेर लाग्दैछौँ। अगाडि साथीहरू टोली कतिले छ टोलीहरू चाहिँ हामी भेला भएर सरसल्लाह गर्दैछौँ। अब कहाँ कहाँ गर्ने भनेर चाहिँ यता हेर्नु है भाइ, कस्तो लजाको ओ भाइ। बाउला हाम्रो चाहिँ तीव्र गतिमा बाटो बनाइ चलिरहेको छ है साथीहरू। आज यहाँ चाहिँ गाडी एकदम धेरै चिप्लिन्थ्यो। यहाँ चाहिँ हामी सोलिङ लाउँदैछौँ। हो त चिलाको चियासँग चाहिँ हामी चाहिँ थकाइ मार्दैछौँ है साथीहरू। टोलीहरू अगाडि बढिसकेको छ है हाम्रो साथीहरू। यता आदि बनाउँदै जाँदैछ। म यहाँ हातमा छिनो लिएर म पनि जाँदैछु साथीहरू। काम गर्दो रहेनछ भनेर चाहिँ नभनिदिनु होला। एकदम घाम लागेर हाई गर्मी भएको थियो। अहिले चाहिँ एकदम शीतल भएको अवस्था छ। हाम्रो दुईजना साथीहरू चाहिँ यता हाम्रै छ। ए बाटो बिचको ढुङ्गा त नराख्ने पो त। छाती ठोक्यो अरे। यस्तो छाती ठोक्काउनेहरू त बाँकी राख्नु हुँदैन हो। बाटो चाहिँ यस्तो छ साथीहरू। अब यहाँ चाहिँ सोलिङ लगाएर बनाउने हामीले चाहिँ पहिला साथमा स्क्रिनमा त्यो भने त मेसिन ठोकेको दिल गर्दा बजाकै हालत चाहिँ यस्तो छ। यस्तो अहिले चाहिँ सोलिङ लगाउनु पर्छ नि। पुरै बिगारेको रहेछ नि त बाटो एकदम बिग्रेको कारण चाहिँ कसरी भन्नुहुन्छ भने पहिलाको भेलबाडीले चाहिँ पड्केको भन्दाखेरि बिजोक भएको रहेछ बाटो। आजको कार्यक्रम चाहिँ हामी अन्तिम चरणमा आइपुगेका छौँ। अब थोरै रहेको छ खाल्डो। ए कता लानु भएको? फाइनलमा हो। गतिले रहेछ त। लु बनाउँदै गर्नुहोस्, हामी अहिले आइहाल्छौँ। ल फाइनल त राम्रो रहेछ।